कक्षा 10 का विद्यार्थीहरू हाम्रो गाउँमा एक्जाम दिन आएपछि गाउँको माहौल नै बदलियो। सो हेलो फ्यामिली, तपाईहरुलाई फेरि पनि स्वागत छ मेरो मिनी ब्लगमा। सो अनि आजदेखि एक्जाम सुरु भइरहेको छ 10 को एसी। सर्वप्रथम त सम्पूर्ण विद्यार्थीहरूलाई बेस्ट अफ लक। सो आजदेखि चाहिँ एक्जाम सुरु भयो। अब लगातार 5-6 दिन 10-11 दिनसम्म भइरहन्छ निरन्तर। अनि मैले बाटोमा एयरबड भेटेँ र एक्जाम दिन हाम्रो साथीहरू पनि आउनु भएको रहेछन्। हेर्नु है, एक्जाम दिन हो कि एक्जाम दिने मान्छेहरू नआएको थाहा। मस्तसँगले गेटमा लाइन बसिसके चेक गराउनको लागि। लगभग हाम्रो स्कुलमा 7-8 स्कुलको विद्यार्थीहरू आएको छन्। अझै पनि गाडीबाट आइरहेको छन्। अनि मान्छेहरूलाई के को टेन्सन छ, फेरि मेरो साथीहरूलाई त आफ्नै टेन्सन छ प्रोजेक्ट वर्क बुझाउनको लागि आएको छन् आज एक्जाम दिने बेलामा यिनीहरू किन। अनि मैले गेस्टहरू भेटेँ, डरले त्यहीँ छोड्दैछन्। अनि सो अहिले चाहिँ सबै विद्यार्थीहरू गेटमा छिरिसकेको छन्, भित्र कोठाभित्र गइसकेको होला। पुरै स्कुलको छेउछाउमा गाडी कति हो कति बाइकहरू त। ल अब म तपाईँहरूलाई विद्यार्थी आएपछि देखाउँछु, नभए त अहिले छिरिसक्यो। अब आउँछन् अनि फेरि देखाउँछु। सो वार्निङ घन्टी चाहिँ लागिसक्यो र अब विद्यार्थीहरू आउन सुरु गर्दै होलान्। सो विद्यार्थीहरू आइसकेको छन्। सुरुमै केटाहरू, मलाई थाहा थियो केटाहरूले केही न केही गर्छन् भनेर। त्यस पछाडि पनि फेरि 2 जना केटाहरू नै आए। त्यसपछि त कति मान्छे कति आए, माहौल नै बदलिदिए। अनि यहाँ त म त गाउँकै केटाहरू एक्जाम दिन आएको देख्छु त हौ, कति सजिलो यिनीहरूलाई त। अनि इङ्ग्लिसको क्वेसनहरू पनि कति ठुलो 4-5 पेज नम्बर लगभग मै जति रहेछ हो। अनि त्यसकै लगभग 1-1.5 घन्टा पछाडि त पुरै वातावरण त शान्त भयो। आज इङ्ग्लिसको एक्जाम थियो भने भोलि नेपालीको एक्जाम हुनेछ र भोलि पनि मिनी भ्लग अवश्य बनाउने छु। त्यसैले च्यानललाई सब्स्क्राइब गर्नु होला। फेसबुकबाट हेर्दै हुनुहुन्छ भने प्लिज फलो गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ। हामी फेरि पनि भेटिन्छौँ न यहाँ भ्लगमा।